हेलो सेवा नमस्ते वेलकम टु माई युट्युब च्यानलमा स्वागत छ तपाईहरुलाई। अनि तपाईहरु सबैजना सन्चै हुनुहुन्छ होला, म पनि एकदम सन्चै छु भन्दै मैले चाहिँ आज चाहिँ फेरि न्यू डे न्यू ब्लग चाहिँ मैले दमौलीबाट सुरु गरिरहेकी छु। सो साथीहरु म चाहिँ हैन मैले चाहिँ ब्लग चाहिँ स्टार्ट काठमाडौँदेखि नै स्टार्ट गर्छु भनेको थिएँ। अनि काठमाडौँमा चाहिँ बिहान 4 बजे नै उठेर हामी 5 बजेको गाडी चढ्नु पर्ने थियो नि त। अनि त्यसैले चाहिँ बिहानै भयो। अनि खासै मलाई सन्चो पनि थिएन नि त। अनि सन्चो नभएकोले कारणले मैले चाहिँ उहाँ काठमाडौँदेखि नै ब्लग बनाउन पाइनँ। त्यही भएर म अहिले चाहिँ यहाँ दमौलीबाट मेरो साथीको घरबाट मैले यो ब्लग स्टार्ट गरिरहेको छु। अनि तपाईहरुले सबैजनाले हेरेर लाइक कमेन्ट सब्स्क्राइब सेयर गर्न नबिर्सिनु होला। नि साथीहरु यो घर चाहिँ देख्न सक्नुहुन्छ मेरो सुकुमाया साथीको घर हो। अनि यता घर यो चाहिँ छिमेकी घर रहेछ सुकुमायाको। अनि सुकुमायाहरूले रोप्नु भएको मेवा चाहिँ यहाँ माथि रहेछ। अनि त्यसपछि सुकुमायाहरूको सागबारी पनि यस्तो रहेछ, कति रमाइलो रहेछ के। त्यस घरहरू चाहिँ एकदम राम्रो रहेछ, रमाइलो रहेछ। अनि यहाँ भैँसीको मलहरूले चाहिँ यो काउलीहरू बेसरी हौसिएको छ। अनि यहाँ चाहिँ पराल राख्नु भएको रहेछ। अनि यहाँ चाहिँ भैँसी पनि पाल्नु भएको रहेछ। अनि यहाँ चाहिँ तपाईहरुले देख्न सक्नुहुन्छ, यहाँ चाहिँ भैँसी पनि छ। यहाँ भैँसीलाई नमस्कार भन्दैन। ओ माई गॉड के छ, ठीक छ। ओए तिम्रो छिमेकीहरूको घर यो सबै। ल यो दाउरा हेर न, यहाँ दाउरा चाहिँ यसरी राख्नु हुने रहेछ। अब हामी चाहिँ गयौँ ल सुरुरुरु सुकुमायाको होम टुर। सुकुमायाको घरमा आएर म चाहिँ सुकुमायाको होम टुरको ब्लग बनाउँदैछु। अनि मलाई चाहिँ एकदम रमाइलो लागिरहेको छ। हामी चाहिँ आज बिहान काठमाडौँबाट 5 बजे हिँडेको। अनि कति बजे आइपुग्यो, हामी 10 बजे आइपुगेको है। 10 बजे आइपुग्यौँ। अनि आएर खानासाना खाएर नुहाइधुवाइ गरेर फ्रेस भएर हामी चाहिँ अब यसरी नै भिडियोहरू बनाउँदै हिँडिरहेको छ साथीहरू। अनि यहाँ चाहिँ कस्तो राम्रो फुल छ, फुलबारी छ। अनि सुकुमायाको चाहिँ 6 बहिनी 1 भाइ हो नि त। अनि एउटा भाइ चाहिँ सुकुमायाको भाइ चाहिँ बित्नु भएको हो कि। यो सुकुमायाको भाइ चाहिँ क्यान्सर भएर बित्नु भएको। अनि उहाँलाई चाहिँ जहिले पनि यहाँ पूजा गर्नुहुने रहेछ। अनि सुकुमायाहरूको घर चाहिँ खतरा बनाएको रहेछ। गाईहरू अब हामी चाहिँ टक्क गयौँ ल गाईहरू। सो साथीहरू मलाई चाहिँ एकदम यो भित्र छिरेपछि झन् एकदम रमाइलो भइरहेको छ। अनि यसरी घुमिरहेछौँ हामी चाहिँ। आज यहाँ पो रहेछ, फेरि यहाँ आइपुगेछ। यो त हात धुने यार। खोइ अघिको मेवा कहाँ राख्यो तिमीले? भयो नकाट्यो, अहिले त पेटमा अट्नु पर्यो नि। कति थरी खाने हो र म त खान्न। अनि तपाईहरुले देख्न सक्नुहुन्छ होला साथीहरू, यो म माथि रुपटपमा जान्छु। सुको धेरै अल्छी नगर है, त्यहाँ छिटो मुक्तो। यता माथि म यहाँ भिडियो बनाउँदैछु के भन्यो? म माथि छतमा गएर आउँछु क्या भिडियो बनाउँदै ल। अनि यहाँ चाहिँ यो फ्लाइट चाहिँ पुरै रुम भाडामा दिनुभएको रहेछ, भाडामा रहेछ। अनि यता माथि म जाँदैछु। अनि यहाँ चाहिँ यो भैँसीको चारोहरू तपाईहरुले देख्न सक्नुहुन्छ गाइस। यस्तो रहेको छ उसको घर वरिपरिको वातावरण। भ्यूहरू चाहिँ खतरा रहेको छ, तपाईहरुले देख्न सक्नुहुन्छ। अनि
मलाई चाहिँ एकदम रमाइलो भइरहेको छ। एकदम धेरै टाइमपछि चाहिँ म बाहिर निस्किरहेको छु नि त, काठमाडौँबाट बाहिर निस्किरहेको छु। अनि मलाई चाहिँ एकदम रमाइलो फिल भइरहेको छ। अनि गाइजहरू म चाहिँ एकदम रमाइलो लागिरहेको छ। यहाँ साथीको गाउँ आएर मलाई चाहिँ एकदम रमाइलो लागिरहेको छ। ला सुकु यो मेवा के भयो र? यो मेवा के भा? हेर त यहाँ ला कुहिए छ। सुकु यो चाहिँ ठिक छ बरु होला। यो चाहिँ यो नि हेर्नु न ऊ भएछ भने यो त ऊ तल छ एउटा ऊ होइन खोइ कहाँ हो ला एउटा त कुहिएछ नि बिचरा है। आयो साँच्ची हो तिम्रो गाउँघर त खतरा रहेछ भने लास्टै रमाइलो लाग्यो मलाई त। सहर के पुरै सहर के रहेछ त्यो? ला हो र खोइ छोडिदेऊ त्यसो भए। ल ला रिसले फाल्छ रिसले गुर्काइदिँदै यो मान्छेले हेर्नु गाई छोरीले रिसले गुर्काउँदै। ओइ म पनि अघि चढेँ हो कि बा सुकु किन गयो र? यस्तो हो त्यो चाहिँ ल्याऊ त्यो त ठिकै हुन्छ होला। अघि हामी यही झरे है सुकु यताबाट आएन यताबाट है। हामी चाहिँ यसो आएर पनि फ्रेस भएर नि अब हामी चाहिँ जान लागेको। आहा कति हरियाली। अनि मेरो साथीको मम्मीले रोप्नु भएको काउली रहेछ यहाँ। अनि यहाँ चाहिँ हरियो सागपात रहेछ। अनि मेरो साथी यहाँ छ। सुकु यो के हो? यो ए मेथी बेसरी हरियो हेर न कति राम्रो नि। तिमीले रोपेको रे लसुन रोपेर गारे? ए ओइ कति राम्रो नि सुकु। तपाईले देख्न सक्नुहुन्छ मेरो साथीको सागसब्जी बारीहरू। अनि अब हामी चाहिँ भने है ओइ कहिले कहिले आएर लाउँछौ तिमी? ओइ सुकु केरा हेर न हो। यहाँ भुँडीमा अट्नु पर्यो नि केरा खानालाई त नि। अब हामी चाहिँ घरतिर लाग्यौँ। घरतिर जानुपर्ने हुन्छ। अनि हामी चाहिँ अब रेडी सेडी भएर अहिले माथि के डाँडा जाने अरे घुम्न सुकु? मालुङकोट घुम्न जान लागिरहेको छ। अनि हामी चाहिँ यहाँ रोड रहेछ। अनि यहाँ रोडदेखि यता पारि चाहिँ मेरो साथीको घर तपाईँहरूले देख्न सक्नुहुन्छ। मेरो साथीको घर चाहिँ एकदम भिआइपी ठुलो राम्रो रहेछ हो। हेर्नु न मेरो आमा म त त्यो चाहिँ लजाएर थियो किन लजाऊ? यता आऊ न यता आऊ। के गर्न लाओ र? साथीले चाहिँ मेवा झार्न लाकी छिन्। मेवा खाने अरे। ओइ ओइ कुन पाकेको? ओ माइ गड ओइ झरो तल झरो। मेवा चाहिँ यसरी फलिरहेको रहेछ यहाँ। हो र ओ माइ गड हो। अनि यहाँ चाहिँ कुखुरा पनि रहेछ। मेरो साथीको घरमा सागसब्जीहरू पनि टन्नै रहेछ। यो खुर्सानी तपाईँले देख्न सक्नुहुन्छ यो खुर्सानी। अनि यो काउली यो जिरे खुर्सानीहरू रहेछ। ओ यो साग रहेछ यो आलु। ओ यो त सिमसाग हो
ए होइन सुकु यो के हो यसलाई के भन्छ रहरी दाल हेलो गाइस रहरी दाल पनि हुँदो रहेछ कि यतातिर त अब म त कस्तो अनौठो लाग्यो यहाँ त हे भगवान् यो के हो त मेवा बाँकी छ खोइ पोल टिप दिन्छ आहा हाम्रो अटो चाहिँ आइसकेको छ यही अटोमा जान लागेको हामी चाहिँ गाइजहरू बसौँ के डाँडा रे सुकु हामी घुम्न जान मालुङकोट हामी चाहिँ गाइस मालुङकोट घुम्न जान लागेको अब कति टाइम लाग्छ अब 1 घन्टा लाग्छ भने होइन सुकुले यो चाइना पुल यो चाइना पुल हो पुरानो हो उतापट्टिको नयाँ बन्दैछ यता तर दमौली त मलाई बेसारी राम्रो लाग्यो नि किन्नुलाई कति लाग्छ होला है अब हैन यत्रो अटो किन्नुलाई कति लाख लाग्छ पैसा 7 लाख यो अटो किन्नलाई 7 लाख लाग्छ है अबे हतपत बिग्रिदैन होला नि बिग्रिन त हैन गाइजहरू हामी चाहिँ आइपुग्यौँ गाइजहरू ल यहाँ गाइजहरू हामी चाहिँ आइपुग्यौँ अब यो यसो यो फोटो खिचेर आउँछु न हामी चाहिँ मालुङकोट हिल टप होटेल आइपुगेका छौँ यहाँ माथि जानुपर्ने हुन्छ हामी आएको अटो चाहिँ यो हो आहा यो अटोमा बसी यसो फोटो खिचौँ न पोखरा हो
यसको खुर्कीले चाहिँ कस्तो राम्रो रहेछ के सबै यही त नि यस्तो के टेन्ट राखेर नि यो टेन्ट पनि यहाँ सबै सबै ठाउँमा छ त कस्तो रमाइलो के ठाउँ है भेना अहिले त्यहाँ माथि गएर हेर न आहा यहाँ त के हो र खुट्टा गल्दो रहेछ के बोक्नु पर्यो आऊ है आऊ यो मान्छे चाहिँ हिँडिरहन्छ है पुतुर पुतुर म चाहिँ हिँड्न सक्दिनँ काठमाडौँको धुलो खाँदै आएको छ आज पुम्दीकोट अझै पुम्दीकोट त होइन ए मानुङकोट म चाहिँ त्यो पोखराको पुम्दिङकोट कि पुम्दिङकोट सम्झेछ कि किन हो कुनि पुम्दिङकोटमा के छ भेना आहा कति राम्रो फुलहरू ओ माई गॉड यो रातो फुल पनि फुल्दो रहेछ त नि हेर न यो रातो फुल पनि फुल्दो रहेछ भने यो त हाम्रोतिर नै हुन्छ नि ओ माई गॉड हिमाल देखिन थाल्यो अब गाइछहरू ल गाइछहरू तपाईँहरूले हेर्न सक्नुहुन्छ मानुङकोट वो 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 मानुङकोटबाट देखिने भ्यूहरू ल सुको ऊ यही पुल तरेर आएन हामी उहाँ तलको अबै त्यहाँबाट आएँ हामी त तिम्रो घर त यहाँनिर पनि उयो जङ्गल पनि है ओइ यो के खोला हो र यस्तो लामो माथि खोला अबै यहाँबाट देखिने भ्यूहरू चाहिँ खतरा छ मानुङकोटबाट देखिने भ्यूहरू चाहिँ सो साथीहरू तपाईँहरूले देख्न सक्नुहुन्छ यहाँको भ्यूहरू चाहिँ यस्तो दामी छ अनि यहाँ चाहिँ भेनाजु र मेरो साथी हुनुहुन्छ मेरो साथीको भेनाजु हेलो गाइज यता हेर्छु यता हेरिस् न हेलो भेनाजु हो नि म भन्दै त थिएँ नि भेनाजु लजाउनुहुन्छ भनेर मलाई थाहा थियो नि त होइन फेरि यो तल भ्यूहरू हेर्न जाने चाहिँ यो बाटो हो सालीलाई थाहा भइसक्यो इसारै काफी छैन आया हो अहिले आउँदाखेरि यहाँ के हुन्छ थकाला हो ए उति अनि होइ छेउमा हो त रहेछ त खुर्किलो ठुल्ठुलो बनाइदिएछ कि ए ल हुन्छ न तिम्रो फोन आएछ सुकु तिम्रो फोन आइरहेछ झोला बोकेर उ गर न निकाल न ए पोखरा जानु बाटो त्यहाँबाट पो रहेछ वाउ यहाँको भ्यूहरू चाहिँ मान्नुपर्छ यार कसम सो साथीहरू हामी चाहिँ आज दमौली आइपुग्यौँ अनि दमौली आइपुगेर चाहिँ हामी चाहिँ यता मालुङकोट होइन मालुङकोट चाहिँ घुम्न आएको छ अनि यहाँको भ्यूहरू अनि ठाउँहरू चाहिँ एकदम बबाल रहेको छ अनि आज हामी चाहिँ घुमिरहेको छौँ मेरो साथी अनि मेरो साथीको भेनाजु अनि तपाईँले देख्न सक्नुहुन्छ ऊ यहाँ पर हिमाल देखाउ त हिमाल देख्न सक्नुहुन्छ अनि म चाहिँ अब यहाँबाट यसरी कुदेर जानुपर्ने हुन्छ ओ माई गॉड घुम्दै पुगेछु लेक साइड अब मलाई कहाँ जानु सो गाइस हामी चाहिँ यति धेरै रमाइलो ठाउँमा आइरहेका छौँ तपाईँहरूले देख्न सक्नुहुन्छ अनि हामी चाहिँ
आज बिहान काठमाडौँबाट आएको दमौलीसम्म अनि दमौलीसम्मको यात्रा थियो आजको हाम्रो यात्रा चाहिँ। अनि दमौलीमा आएर चाहिँ हामी अब भोलि बिहान मात्रै फर्किनेछौँ पोखराको यात्रा। अनि तपाईँले देख्न सक्नुहुन्छ हामी चाहिँ यति धेरै रमाइलो ठाउँतिर घुमिरहेको छौँ। तपाईँले देख्न सक्नुहुन्छ यो भ्यूहरू। ल अब भो त सकिन्छ त। यो एउटा मान्छे हिँड्नै सकेन यार, के भयो यो, के चाहिँ मिलाउँदै आउँदैछ होइन भेना त्यो छाप। अनि त्यो मन्दिर होइन, अनि मन्दिरमा जानुहुन्छ त नि सुकु सुकु हुन्छ म। ए यहाँबाट त झन् यो हिमाल त नजिकै देखिँदो रहेछ नि त हौ भेना। त्यही पारी रहेछ क्या, बरु एक पाइलाले पुगिँदो रहेछ। छिटो आउनु है। ओह अम्ब्रेला रिसोर्ट। ए हाई गाइस, यता चाहिँ अम्ब्रेला रिसोर्ट रहेछ। अनि ओह आमाम कतिवटा सय चाहिँ खुर्किलो त यो भयो। सुको यसो यहाँबाट हाम फाल्न मन लाग्यो भने पनि सजिलै रहेछ। हाई गाइस, हामी चाहिँ धमाधम घुमाइ भइरहेको छ। अनि आजको हाम्रो यात्रा कस्तो भयो त मानुङकोटको गाइजहरू? एकदम रमाइलो है। अनि अब एकछिनमा माथि जानुपर्छ रुम घर गएर अनि एकदम रमाइलो ठाउँहरू हेरियो, राम्रो भ्यूहरू देखियो। अनि साथीहरू धेरै रमाइलो गरियो। अब हामी चाहिँ अब कहाँ गइन्छ आजको दिन चाहिँ हेर्दै जानु होला। हुन्छ हामी त यता कालिका मन्दिरतिर हिँड्दै हामी दमौलीतिर छौँ है। कालिकातिर जाँदैछौँ हामी। को बोल्नु भएको हो? कति सयवटा खुर्किलो छ होला है यो ठाडो सुकु? माथि त गनिन मानुङकोटमा त ए अझै नि छ। तनहु कालिका मन्दिरतिर घुम्दैछौँ है गाइजहरू हामी त। सुकुमाया टिभी र म आया। आज हामी त दुई ठाउँमा घुम्न नि भ्यायो, मानुङकोट अनि यस्ता तनहु कालिका मन्दिरतिर घुम्न भ्यायो। अब भोलि चाहिँ हामी पोखरातिर घुम्नेछौँ। अनि पर्सि त हामी ब्याक हुनेछौँ काठमाडौँ। अनि अब म भुतुक्कै भइहालेँ, के गर्नु। तर ठाउँ चाहिँ एकदम रमाइलो रहेछ है तनहुतिर। तपाईँहरूले यो भिडियो चाहिँ अन्तिमसम्म हेरिदिनु होला। अनि घुम्न नि आउनु होला। अनि सम्पर्क चाहिँ यता उसलाई गर्नु होला।